यस्तोमा हालेर लान्छ खसी गाह्रो हुँदैन उसलाई हजुर खसीलाई चोर्दैन किन तानेको तिमीले त्यसरी त्यसरी तान्ने होइन भाइ कसले राखेको यसरी राख्नै पाइँदैन हेर्नु त यसरी छोपेर पुरै तिमी बन्न सक्छौ 5 मिनट त्यसरी छोपेर राख्दाखेरि यसरी राख्ने होइन खुल्ला उसमा राख्ने हो भित्र ल राख्नु न यो सामान राख्ने ठाउँमा यसरी राख्ने हो खसी त्यसरी नतान्नु भाइ तपाईँले मर्छ खसी त्यसरी तान्ने होइन कि मार्नु भने पक्ला त मार्नु त्यसरी दुःख दिएर उगार्नु हुँदैन बुझ्नुभयो त्यो निकाल्नु खसी यहाँ यसरी राख्नु पाइँदैन हो निकाल्नुहोस् बाहिर उसलाई किन भित्र हाल्नु होला बिस्तारै बोलाउनु न माया गरेर बोलाउनुहोस् घाँसेर दिन बोलाउनुहोस् उहाँ घाँस चाहिँ यस्तरी उगार्ने हो त लाउने घाँस त्यसै आइहाल्छ लाउ त्यसै डिकीमा हाल्ने होइन त खसी हालेर भाइ तिम्रो गाडी हो यो भाइ त्यसरी हेर तिमी ल तिमी जस्तै चिन्दो रहेछौ मलाई होइन यसरी चाहिँ राख्नु हुँदैन क्या भाइ डिकीमा हाल्ने होइन भाइ सामान हो र यो सामान हो र भाइ भित्र राख न यार सिटमा होइन भुइँमा राख न यो तिमीलाई यहाँ अलाउ छ राख्नलाई यहाँ मिल्दैन भाइ यहाँ चाहिँ यसरी राख्न मिल्दैन हेर्नुहोस् है जे भने जनावर भए पनि एउटा प्राण भएको प्राणी हो त्यसरी थुनेर राख्न मिल्दैन भाइ हेर तिमी 5 मिनट बस्छ त त भित्र म थुनिदिन्छु सक्छौ बनाए भित्र होइन ऊ त्यसरी तानिरहेको छ यार डरले त्यस्तो गरिरहेको छ खुट्टा नै ऊ निस्किने गरे हजुर यस्तो त हुँदैन नि त हो के पुलिसलाई बोलाउनु पर्ने हो त छनु म बोलाउँछु छनु तपाईँ एकदमै आऊ कान्छा तिमीलाई दुःख दिए आऊ यता बाहिर निस्कछ भाइरलको कुरा होइन क्या भाइ कस्तो भाइरल के को भाइरल यता आऊ कस्तो भाइरल मेरो नाम छैन आशिका तामाङ भन्नु न के भाइरल त अचम्म यस्तो त मिल्दैन भाइ यो त पुलिसलाई भन्छु म पुलिसलाई बोलाएर हुन्छ तपाईँहरूको दादागिरी बढी भयो यसरी जनावर तपाईँलाई थुनेर राख्दा कस्तो हुन्छ सिटमा हाल्नु न त किन नबग्नुहोस् गाडी बग्ने कुरा हो यो तपाईँलाई सुन्नु न तपाईँ सामान हाल्ने हो कि यहाँ निकाल्नु भाइ बिस्तार जानु न ऊ ठुलो रहेछ अनि यत्रो भाग्यो ल बिस्तार त्यस्तो ल यसरी थुन्छ भाइ अनि कस्तो कुरा यो त